नेपालगञ्जको यो घरबारी टोलमा छ मानु एकजना यहाँ लेडिज हुनुहुन्छ उहाँको मैले मुख पनि देखाएँ उहाँसँग बोल्ने कोसिस गरेँ हल्का टाउको मात्रै हल्लाउनुहुन्छ हजुर पुलिसले ल्याउन जानु भएको थियो नि के भन्नुभयो त्यहाँ पिटमा कोही आउन छैन मान्छे छैन गाडी छैन कल गरेको पुलिसले भन्नुहुन्छ अब तपाईँजना आफै उहाँलाई साइड गरिदिनु हामी भने जरुरत छैन भन्छ कि अब हामीले उहाँलाई फेरि अस्पताल लगेर जान्छ मैले नेपालगञ्जको भुरे स्कुल रहेछ यो खनाल कलेक्सन यहाँनिर छ अरू यहाँ रघुनाथ वस्त्रालय यहाँनिर छ ल अब हामी अगाडि बढाउँछौँ है उहाँलाई उहाँ बिरामी हुनुहुन्छ क्या ल ल समात्नु हजुर समात्नु केही छैन अब के भयो भने हामीले हस्पिटल लगेर जाँदैछौँ है भेरी अस्पताल एकचोटि राखेको छ अरू डक्टरले के भन्नुहुन्छ कसो भन्नुहुन्छ म सब अपडेट गर्छु है हजुरलाई भेरी अस्पतालमा आइसकेको छौँ है हाम्रो ताराले त्यहाँ समातेर बस्छु अब यहाँको लोकल पुलिस चाहिँ हुन्छ गरे हस्पिटलभित्र उहाँलाई एकचोटि इन्फर्म गर्नु पर्यो भन्ने कुरा उहाँहरूले गर्नुभयो होइन गाइस ल अब एकछिन हामी भित्र लगेर जान्छौँ है यहाँ हुनुहुन्छ कि अनकन्सियस हुनुहुन्छ सिरियस हुनुहुन्छ होइन उहाँ हजुरको नाम के हो हाम्रो नाम त साबित रामलहर हो उहाँ हुनुहुन्छ रिक्सावाला होइन हामीले त्यहाँ बाटामा भेटाएर लिएर आएको के चित्रबहादुर सुनार धेरैभन्दा धेरै सेयर गर्नुहोस् हजुरहरूले उहाँको आफन्त जनसम्म पुर्याउनुहोस्